हेलो नमस्ते साथीहरू चाहिँ अब हामी चाहिँ यहाँदेखि अहिले बागलुङमा छौँ। बागलुङदेखि माथि पञ्चकोट जान लागेको। यहाँ अहिले कुन्दुले भन्ने ठाउँमा छौँ। यो यहाँ एउटा सानो गुम्बा पनि छ। गुम्बा हुँदै माथि पञ्चकोट जानेछौँ हामी। यहाँदेखि 11 किलोमिटर छ माथि है। अहिले हामी गएर जाँदैछौँ साथी हो। ल भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। पञ्चकोट कस्तो छ तपाईँहरूलाई म पुरा भिजिट गराउँछु है। लगाइछु यहाँ पुरै हजार के हो जाने गरेको छ सरर है। बाटो चाहिँ अलि उकालो उकालो छ। त्यस तपाईँहरूलाई म पुरै भिडियो देखाउने कोसिस गर्नेछु गाइज है। मन्दिर दर्शन गर्न पर्यो। त्यसमाथि पञ्चकोट। ओ माई गॉड यार के बसको त मान्छेले हावा पनि लाउँदैन। सरर पारि देख्ने के अरे धाइरिङ पर्वत जिल्लाको धाइरिङ भन्ने ठाउँ थियो। ल हेर्नुहोस् गाइज है, यहाँ अब पञ्चकोटभन्दा तलको गाउँ हो यो गाउँमा चाहिँ अहिले चाहिँ पुरै घरहरू चाहिँ पक्की बनाएको। बाटोको अवस्था एकदम राम्रो छ। पहिला चाहिँ यहाँ ग्राभल गरेको थियो। ग्राभलमा चाहिँ ड्राइभ गर्न एकदम मुस्किल हुन्थ्यो, तर चाहिँ अहिले एकदम फर्स्ट क्लास छ। तपाईँ देख्न सक्नुहुन्छ है। त तपाईँ यहाँ आउनको लागि पोखरादेखि बागलुङ आउनु पर्यो। बागलुङदेखि 3 किलोमिटर समथिङ उकालो गएपछि एउटा यो गोलको जाने बाटो आउँछ। त्यहाँबाट राइट टर्न गरे पछाडि माथि हामी 11 किलोमिटरमा पञ्चकोट पुग्न सकिन्छ है गाइज। ढुङ्गा कतेसी घुम्ती रोड आहा क्या राम्रो बागलुङ पञ्चकोट भन्ने ठाउँमा जानेछौँ है हामी आज। पञ्चकोटलाई आज लगभग 7-8 वर्ष अगाडि गएको एकपटक। तर यो बाटो होइन, अर्को बाटो गएको। तर अहिले चाहिँ यो बाटो गइएछ। यो बाटो जाँदा चाहिँ बाटोहरू चाहिँ एकदम अफरोड थियो। अहिले चाहिँ यो बाटो चाहिँ एकदमै राम्रो पिच गरेर चाहिँ राम्रो बनाएको रहेछ है। फेरि पनि तपाईँहरूलाई एकदम मस्ट वेलकम छ बागलुङको पञ्चकोटमा है। यहाँ चाहिँ पिपलको बोटलाई फेरि 108वटा बनाएर चाहिँ सारेको त पुण्य यो हिन्दू धर्मको मुताबिक 108वटा पिपल सारेपछि 100वटा गाई मारेको भन्दा पनि धेरै गाई मारेको जस्तै ठुलो पापलाई पनि निलम्बन हुन्छ भन्छ के हो। के भन्नु पञ्चकोट आएको यति राम्रै मायालु भेटाको घुम्ती रोड आहा क्या राम्रो बागलुङ पञ्चकोट। कति धेरै जङ्गल रहेछ राममा है। यो बाटो चाहिँ पहिला नआएर हो कि थाहा नभएको। यो जो सामुदायिक वनले चाहिँ दामी जोगाएर राखेको हुन्छ जङ्गलहरू। यस्तै प्रकारले वनहरू चाहिँ जोगाउँदै राख्यो भने चाहिँ भोलि दिनमा चाहिँ हामीलाई अझै राम्रो हुन्छ है। वातावरण ग्लोबल वार्मिङ भन्छ नि। पञ्चकोट आएको यति राम्रै मायालाई भेटाको घुम्ती रोड आहा क्या राम्रो बागलुङ पञ्चकोट। ल अब लगभग हामी चाहिँ बिचमा एकदम सेन्टर पोइन्टतिर आइरहेको छ। अगाडि देख्न सकिन्छ सल्लाघारीको वन है गाइस। त्यसपछि चाहिँ अब यहाँदेखि चाहिँ माथि पञ्चकोट पुग्नु लगभग आधी समय चाहिँ लाग्न सक्छ है गाइस। हामी देख्छ जङ्गलहरू है। हरियो वन नेपालको धन।
ज्योति त वर्ष है आउन पञ्चकोट त घुमेर रमाउन घुम्ती घुम्ती हो आहा क्या राम्रो बाक्लुङ पञ्चकोट वर्ष है आउन पञ्चकोटमा घुमेर रमाउन घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाक्लुङ पञ्चकोट म त यो अर्जम गङ्गाको देशी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाक्लुङ पञ्चकोट ल है लगभग अब हामी चाहिँ पञ्चकोट पुग्न लागेको अवस्था छ गाई चाहिँ पञ्चकोट लेखेको यहाँ बिममा पनि पुरा मैदान चाहिँ यहाँको जेन्जीहरूले के गर्छ जेन्जीले गर्छ गाई यहाँ चाहिँ यस्तो राम्रो ठाउँ रहेछ ठाउँ चाहिँ एकदम दामी छ एकदम विकसित ठाउँ रहेछ माथिबाट कस्तो देखिन्छ होला यो गर्नु गाइस अब चाहिँ हामी चाहिँ माथि जति धेरै माथि आयो त्यति नै जाडो भएको अवस्था छ है यहाँ फेरि त्यही टोयलेटको समस्या हुन्छ क्या यस्तो हुन्छ क्या अर्जम गाउँ हो माथि आइयो माथि हेलो साथीहरू के छ खबर के हो कहाँ हो घर 85 हो कति रुपियाँको औसिलो हो यो 10 रुपियाँको तिमीले त मुनि हालेर पात हाल्यो होला हैन ल हेर्ने ल हो र किन मुख किन तालेको अलि माथि गरेर त कहिले त टेस्ट गरौँ है कहिले किन नि मुख टालेको भिडियो खिच्छन् न के हुन्छ भिडियो किन फेरि भाइरल हुन्छ भाइरल तिमी दुईटा कसो किनिदिने त फेरि दुईटा किन्नु किन्न पैसा 20 रुपैयाँको पहिला दिन्छ कस हजारको खान्छ अङ्कल मलाई त के को हुन्थ्यो र छैनन् क्या 10 का छन् जम्मै 10 20 को खायो त्यहाँ कोही कान्छ ल्याउ तिमीलाई 10 रुपियाँ उनकै दिन्छ हामी दुईटा हो नाम भन के हो मेरो नाम विनय विनय के हो विनय सिरिस विनय सिरिस तिम्रो नाम के हो सम्यक के हो किसान उसको नाम के हो किस्मत किसान कहिले हो त्यता एक सोली यिनीहरूले मुनि अब पनि के अरे पाता नै हाल्न सक्छन् मुनि पात हालेर माथि चाहिँ औषधि देखाउँछन् यिनीहरूले औषधि गर्छन् है म अब चेक गर्छु यहाँ हो कि होइन है ल त यसो देखाउन मिठो छैन किन तितो खर्च रुखको हामीलाई थाहा छैन त्यो चेक गर्नु पर्दैन पहिला चेक हामीले खाइन्न का हामीलाई थाहा किन नखाने खाना खाइन्छ त्यो बेच्ने खाने त यो औषधि खाने के हुन्छ केही पनि हुन्न हो स्कुल जान तिमीहरू हामी जान्छौँ कति पर्छ म